नमस्कार साथीहरू, आज म तपाईलाई बसन्तको त्यो रमाइलो बिहारमा लैजान्छु जहाँ हावा हल्का मिठो छ र जङ्गलले भरिएका पहाडहरू ताजा हरियालीले चम्किरहेका छन्। आज हामी पहाडभित्र ताजा जङ्गली तरकारीहरूको स्वाद खोज्दैछौँ जुन बसन्तमा मात्र पाइन्छ। अब म केही जङ्गली तरकारीहरू टिप्न जङ्गलतिर लाग्छु। सुरुमा म सिस्नुको पातहरू टिपेर डोकोमा हाल्छु। त्यसपछि मेथीको पात, जङ्गली च्याउ, फ्री प्लान्ट, हिस्सल, धनियाँको साग, सिप्लिकान टिपेर बकेटमा हाल्छु। टिपेका जङ्गली तरकारीहरूलाई खोलामा लगेर मजाले धुन्छु। सफा गरेर राखेको माछालाई पटमा राख्छु अनि त्यसमा काटेको अदुवा, लसुन, चिल्ली हालेर हातले साट्छु। एउटा भाँडामा म मासुको पिसहरू राख्छु र त्यसमा मसला, चिल्ली पेस्ट राखेर फ्राई गर्छु। अब त्यसमाथि पानी, सस र साग हालेर चलाउँछु। अब म अघि साटेको माछालाई फ्राई गर्छु, त्यसमाथि काटेको चिल्लीहरू पनि हाल्छु। बोलमा जङ्गली सागहरू राख्छु र त्यसमा काटेको लसुन, चिल्ली पाउडर, सस हालेर मिक्स गर्छु। अब अघि बनाएको सुपमा म केही जङ्गली तरकारीहरू हाल्छु र सर्भ गरेर खान्छु। पहाडको हावा, जङ्गलको हरियो रङ, आगोको न्यानोपन र ताजा तरकारीको मिठास भएको यो खाना मात्र होइन, प्राकृतिकले दिएको उपहार जस्तो लाग्छ। आजको यो बसन्त यात्रा यही कुराको सम्झना हो। फेरि भेटौँला अर्को रमाइलो कथासँग।